सूचना गरेर म यहाँमा आएको छु र तपाईँहरूको यो जुन माला लगाइदिनुपर्छ टिका लगाइदिनुपर्छ तपाईँहरूको सबै शुभकामना हो तपाईँहरूले गरेको शुभकामनाप्रति म सधैँ कृतज्ञ छु र तपाईँहरूले यो दिएको चिज आज मात्रै होइन मलाई यसको डबल तपाईँले मलाई 4 वर्षपछि चाहिँ मलाई लगाएर पठाउँछ भन्नेमा पनि म ढुक्क छु तपाईँको साथ र सहयोग किनकि खास विद्यार्थीहरू स्टुडेन्ट छैन भने युनिभर्सिटी स्टुडेन्ट पछि फ्याकल्टी हो टिचर बिना टिचरको मोटिभेसन बिना टिचरको चाहिँ आफ्नो पोजिटिभ एटिच्युड बिना टिचरले नसिकाइकन चाहिँ स्टुडेन्टलाई हामीले त्यस्तै तेस्रो भनेको स्टुडेन्टकै फेरि अनुशासन कस्तो खालको अनुशासन छ र त्यो स्टुडेन्टको अनुशासन गराउनु फेरि टिचरले फेरि त्योभन्दा बढी चाहिँ यो सबैलाई रन गर्नु फेरि कर्मचारी यो चाहिँ इम्पोर्टेन्ट हो तर त्यो इम्पोर्टेन्ट चिजलाई रन गराउनु पर्ने को हो त भन्दा हामी हो अभिभावकको रूपमा विषय र स्टाफ र कर्मचारी सबै कर्मचारी तन्त्र सबै हुन्छ तपाईँहरूको सहयोग बिना मैले चाहेर एक्लै नै केही पनि गर्न सक्दिनँ इफ यु गो फास्ट यु आर एलोन भन्छ त्यो छिटो हिँड्न खोज्यो भने त एक्लै भन्छ इफ यु गो लङ्गर यु सुड बी टुगेदर होइन हामी सबैजना मिल्यौँ भने हामी लामो फाप साइटिसमा हेर्न सक्छौँ जान सक्छौँ म एक्लै गर्छु होइन अब यो गर्ने सबै बिजु थपलियाबाट प्रोफेसर डाक्टर हो यो गर्ने सबै कल्याणी मिश्र हो अथवा तपाईँ आउनुभयो तपाईँले के नै गर्नु एकदमै गर्नुहुन्छ भन्ने पनि आशा लिनु छ तपाईँहरू के गर्नु मैले गर्छु त तपाईँको साथ तपाईँको पोजिटिभ एटिच्युड स्किल नलेज भन्छ यी 3टा चिज नभइकन हामी सक्दैनौँ र अहिले नेपालको यो विश्वविद्यालय मात्र होइन विगत सबै विश्वविद्यालयहरूमा चाहिँ यी चिजहरूको कमी छ हामी धेरै सङ्घ सङ्गठनहरू छौँ हामीले धेरै बुझेका छौँ तर काम गर्ने ठाउँमा हामीले अरूको काम सबै बुझ्छौँ आफ्नो काम बुझ्छौँ मलाई लाग्छ अन्त पनि मलाई थाहा छैन मैले यहाँ हेर्दा चाहिँ मलाई सधैँ एकदम पोजिटिभ भाइब्स आइरहेको छ मैले जोदेखि चाहिँ एकदम टाढा छ कस्तो छ पूर्वाञ्चल भनेपछि अब हामीले अलिकति सबै हेरेकै थिएनौँ र 30 गते नियुक्ति पाइसकेपछि जति मैले हेरेको छु म चाहिँ एकदम पोजिटिभ छु आशावादी छु र मैले 4 वर्षमा तपाईँहरूसँगै बसेर एउटा इट्टा थप्ने काम पक्कै गर्छु 100% गर्छु भनेर चाहिँ भन्छ तर त्यो इट्टा कस्तो खालको इट्टा हुन्छ भन्ने कुरा डिपेन्ड तपाईँहरूको चाहिँ कस्तो खालको बनाउन मलाई चाहिँ लेख्नुहुन्छ जस्तो धन्यवाद दिन्छ मैले 2 दिन अगाडि चाहिँ बन्द छ मैले यहाँ गौतमजीलाई फोन गरेर रजिस्ट्रारको सम्पूर्ण युनिभर्सिटीको अन्तर्गत सबै रजिस्ट्रार म जहाँ बसेँ नि मेरो अफिस थिएँ मलाई बाहिर राखिदिनु हुन्छ बुढेलमा राख्नुहुन्छ साथीहरूको अस्तित्वको कुरा हो यो बन्द हुन्छ भने मलाई केही हुँदैन मैले एकदम फ्रेङ्कली भनेको छु मलाई एउटा कोठा चाहिँ ठुलो कोठा राखिदिन्छु म जहाँ बसेर काम गर्छु कसैको अस्तित्वमाथि मैले किन बन्द गरेछु भने उहाँले आफै बुझ्ने मैले बुझ्ने होइन र एउटा कुरा तपाईँले के बुझ्नुहोस् भने नीति नियम अन्तर्गत हामी जान्छौँ र यो अहिले युनिभर्सिटीको हुनुपर्छ भन्ने अब आउनुपर्छ भन्ने भावना राख्नु आफ्नो ठाउँमा सही छ तपाईँले सोचेको तर हामीले सोचेको जस्तो सही हेऱ्यो भने विगतको यहाँको हिस्ट्री हेऱ्यो भने पनि त्यस्तै छ अब अहिले नयाँ युनिभर्सिटी बनेको त तपाईँको विदेशी पनि नागरिक पनि रजिस्ट्रार हुन सक्छ भिसी रजिस्ट्रार हुन सक्छ यो माया विश्वविद्यालय भर्खर खुलेको छ पूर्वमा त्यहाँ चाहिँ लेखेकै छ त्यहाँ विदेशी नागरिकहरू त्यहाँ चाहिँ भिसी रजिस्ट्रार पाउने जस्तो हाम्रो भिसी साहब एकदमै मैले देखेको कुरा सधैँ उहाँ चाहिँ आँखामा पर्नु भएको छ भोलि यहाँ चाहिँ तपाईँले बनाउँदा ल कल्याणजी जानुभएको छ ल तपाईँ ट्युब चलाइदिनुहोस् भन्न जानेर जानु पऱ्यो अस्ति त तपाईँहरूमध्ये कोही कसैलाई चाहिँ ल त्यहाँ जानुहोस् भनेर त जानु पऱ्यो हामी नेपाल सरकारको तलब खाएको युनिभर्सिटीको मात्रै खाएको हामीले नेपाल सरकारको खाएको हामीले जहाँ खटाए पनि हामीले काम गर्नुपर्छ त्यसमा तपाईँहरूले पनि त्यही तलब खानुभएको छ हामीले पनि त्यही सुविधा ल्याएको छौँ हाम्रो दायित्व आफ्नो धर्म निभाउनुपर्छ पोलिटिक्सको आफ्नो एउटा धर्म होला प्राध्यापकभित्र यहाँभित्र रहिसकेपछि कल्याण म्याडम विगतमा के थियो कहाँको अध्यक्ष थियो प्राध्यापक सङ्घको अध्यक्ष भएर काम गरेको छ प्राध्यापक सङ्घ प्रोफेसनल अर्गनाइजेसन लिड गरिरहेको छु सेवाको अध्यक्ष भइसकेको छु होइन दिन साइड दिन चलाइसकेको छु मलाई कन्फिडेन्स गर्न सक्छु तर तपाईँहरूको हेराइमा पर्छ क्या कस्तो कसैले मलाई असाध्यै राम्रो दिन्छ कसैले असाध्यै खराब दिन्छ के त भन्दा आफ्नो भित्र के छ त्यही मैले अहिलेसम्मको अनुभवमा चाहिँ नराम्रो कोही पनि हुँदैन सबै राम्रो हुन्छ जस्तो यहाँ ताला विज्ञप्ति गरेर त्यो पनि मलाई राम्रै लाग्यो स्वाभाविक हो यत्रो युनिभर्सिटीमा यति धेरै प्रोफेसरहरू हुन्छ उहाँहरू किन हुन नभए बाहिरबाट ल्याउने त उहाँहरू के अयोग्य हो त होइन नि त्यसले त उहाँको भनाइहरू असाध्यै जाइन्थ्यो तर खटाएपछि काम गर्नु पऱ्यो मेरो पनि गल्ती छैन र त्यहाँ गएर काम गर्नुहोस् है भनेर सरकारले पठाएपछि म पनि आउनु पऱ्यो म चाहिँ दुइटैको गल्ती छैन त्यसले गर्दाखेरि यसलाई चाहिँ दुवैजना बस्न चाहिँ यसलाई सट्यो भयो र जुन चाहिँ यहाँ अहिले अझ राम्रो सुने मैले ताला मुक्त एरिया भनेर चाहिँ यो हामीले पनि पहिला धेरै गर्न कोसिस गरेका थियौँ हाम्रो युनिभर्सिटीमा पनि मुक्त हुने केही दिनको लागि मुक्त हुने फेरि छुटेपछि ताला लगाउने त्यो परम्परा चाहिँ हामीबाट तोडिनुपर्छ तपाईँहरू चाहिँ यो सुशासनको लागि पारदर्शिताको लागि र मुख्य विद्यार्थी फोकस गरेर स्टुडेन्ट र कर्मचारीलाई कसरी मोटिभेसन गर्न सकिन्छ र नन बायस
म आएर चाहिँ मैले बायस गरेर कसैलाई मात्रै हेरेँ भने त्यसमा तपाईँले क्वेसन गर्नुहुन्छ, ताला लगाउनुहुन्छ कि म आएकै छैन, मलाई असाध्यै नमिठो चाहिँ लागिरहेको थियो। त्यति अहिले भन्ने तापनि म आएकै छैन, मलाई उहाँले देख्नु भएको पनि छैन, यो अहिले जान नदिने भनेको के होला जस्तो लागिरहेको थियो। तर उहाँले बुझ्नुभएछ, ताला लगाउने हामी सबै सँगै बस्छौँ। त्यसले गर्दा म बोल्ने भाषणभन्दा पनि काम गर्नेमा मैले विश्वास गर्छु। र तपाईँहरूको पनि सबै मैले अहिले बुझिरहेको छु, यहाँ आउँदा साथ बस्छु न, तपाईँहरू पनि एक अर्काप्रति अलिअलि कुरा गरे पनि सबै चिन्तित हुन्छ संस्था बिग्रिन्छ कि भन्ने। किनकि विभिन्न फ्याकल्टी छ, धेरै प्राइभेट कलेजहरू छन्, त्यसका चाहिँ